पुँजी यो मेरो चौथो एपिसोड हो। पुँजी केलाई भन्छन्? पुँजी भनेको के हो? पुँजी निर्माण देशमा कसरी हुन्छ र पुँजी निर्माण नभए देश कस्तो अवस्थामा जान्छ? त्यसले गर्दाखेरि पुँजी भन्नाले देशले उत्पादन गरेका वस्तु सेवा जीडीपी को योग हो। त्यो योगको एउटा हिस्सा भन्दा पनि हुन्छ। र हामी कति बचत गर्न सक्छौं? हाम्रो कुल गार्थ उत्पादनबाट कति बचत हुन्छ त? हामी जस्ता विकासोन्मुख मुलुकहरूमा पुँजी आन्तरिक पुँजी परिचालन अलि धिमा किसिमको छ, किनभने हाम्रो कुल गार्थ उत्पादनबाट बचत कम हुन्छ। त्यसले गर्दाखेरि पुँजी निर्माणमा त्यो अपुग हुन्छ र त्यसैले गर्दा हामी अरू दात्री राष्ट्रको दात्री निकायको अपेक्षामा हुन्छौं र पुँजी उनीहरूबाट थप हामीलाई इन्जेक्ट हुन्छ र कुल गार्थ उत्पादनको विकसित मुलुकमा 30 देखि 40% सम्म पुँजी निर्माण हुन्छ। त्यो बचतको रूपमा आउँछ भने हाम्रो जस्तो नेपाल जस्तो अथवा भनौं बंगलादेश जस्तो अथवा भनौं अफगानिस्तान जस्तो अथवा भनौं भुटान जस्तो मुलुकमा पुँजी निर्माणको अंश कुल गार्थ उत्पादनबाट कम छ। त्यो भनेको 10 देखि 20% त्यो भन्दा माथि गएको स्थिति छैन। त्यसले गर्दाखेरि पुँजी निर्माणले बचतले पुँजी निर्माण गर्छ। त्यो बचत कुल गार्थ उत्पादनबाट आउँछ। त्यसले गर्दाखेरि पुँजी निर्माणमा सरकारी क्षेत्र, निजी क्षेत्र, अब अहिले भनौं सहकारी क्षेत्र, यी सबै क्षेत्रको योगदान हुनु आवश्यक छ र हुन्छ पनि। हामी औद्योगिक राष्ट्र नभएको कारणले हामी सेवामुखी उत्पादन सेवामूलक उद्योगतर्फ उन्मुख भएको कारणले पुँजी निर्माणको अंश कम छ। त्यसैले हामी दात्री राष्ट्रमा पुँजी निर्माणको लागि भर पर्छौं। त्यो भनेको वैदेशिक सहायता, वैदेशिक ऋण लिनु हो। त्यो भनेको अन्तर्राष्ट्रिय दात्री संस्थाहरू, बाह्य दाता राष्ट्रहरूबाट प्राप्त रकम हो र यसरी पुँजी निर्माणले देशको अर्थतन्त्रलाई गति दिन्छ र त्यो गतिले फेरि उत्पादन गर्छ, रोजगारी दिन्छ र त्यसपछि वस्तु सेवा उत्पादन हुन्छ र कुल गार्थ उत्पादनमा एडिसन हुन जान्छ। धन्यवाद।